व्हाट्सएपमा आफ्नो आइडीमा आफ्नो नाम लेख्ने तरिका आज म तपाईँहरूलाई सिकाउने छु। त्यसको लागि तपाईँहरूले सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा अथवा कम्प्युटरमा व्हाट्सएप खोल्नुहोस्। व्हाट्सएप खोलिसकेपछि त्यसको माथिपट्टि तपाईँले देख्न सक्नुहुनेछ 3वटा थोप्ला भएको आइकन, त्यहाँनेरि अब तपाईँले क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले देख्न सक्नुहुनेछ सेटिङको आइकन, यो सेटिङमा अब क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ आफ्नो नाम र लोगो अथवा फोटो देख्न सक्नुहुनेछ। तपाईँको नाम लेखिएको छैन भने अथवा लेख्नु भएको छैन भने यहाँ केही पनि देखाउँदैन। अब तपाईँले सुरुमा यो नाम भएको ठाउँमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँले यहाँनिर माथि देख्न सक्नुहुनेछ यहाँ फोटो छ, यहाँ क्लिक गरेर तपाईँले आफ्नो फोटो राख्न सक्नुहुनेछ भने यहाँदेखि तलतिर देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ तपाईँले नाम रहेको छ। अब यहाँ तपाईँले क्लिक गरेर आफ्नो नाम राख्न सक्नुहुनेछ र यहाँ नाम राखिसकेपछि यहाँदेखि तल तपाईँकोमा सेभ आउँछ। यो सेभमा क्लिक गर्नुभयो भने नाम सेभ हुन्छ। यो चाहिँ मैले तपाईँलाई बिजनेस व्हाट्सएपबाट सिकाएँ। त्यसै गरी अर्को व्हाट्सएपमा पनि तरिका त्यही नै हो, जुन व्हाट्सएप प्रयोग गरे पनि। जस्तै तपाईँले यहाँनिर माथि अघि जसरी 3वटा धर्कामा क्लिक गर्नु पर्यो। 3वटा धर्कामा क्लिक गरिसकेपछि हामी सेटिङमा जान्छौँ। सेटिङमा गइसकेपछि माथि तपाईँको यसै गरी नाम देखाउँछ, यहाँनिर नाम अथवा फोटो देखाउँछ। यहाँ क्लिक गरिसकेपछि यहाँ नेम भन्ने आउँछ। यो नेम भन्ने ठाउँमा क्लिक गरिसकेपछि अब तपाईँले यहाँ रहेको नामलाई मेटेर तपाईँको जे नाम हो त्यो नाम चाहिँ तपाईँले आफ्नो लेख्नु पर्यो है त। त्यस पछाडि तल सेभ छ, सेभमा क्लिक गर्नुहोला। यसरी तपाईँले सजिलैसँग व्हाट्सएपमा आफ्नो ओरिजिनल नाम राख्न सक्नुहुनेछ।